यसरी बाई भनेर चाहिँ आज हामीले हाम्रो दिनको सुरुवात गर्यौं अनि हाम्रो टिमबाट लेट्स गो गाइज भनेर अर्डर आइसकेपछि चाहिँ हामी सबैजना आफ्नो सुटकेसहरू गाडीमा राखेर निस्किन रेडी भइसक्यौं। अनि यहाँ चाहिँ मैले हामी हिँड्नुभन्दा अगाडि हामी बसेको घर, हामी 3 दिन बसेको घर चाहिँ एकपल्ट मजाले भिडियो बनाउँदै थिएँ, जुन चाहिँ एकदमै राम्रो थियो। एकदमै फराकिलो एरिया भएको अनि नजिकै समुद्र भएको एकदमै कति धेरै राम्रो ठाउँ थियो यो घर। त यहाँ हजुरहरूले हेरिहाल्नुभयो, यति क्युट घर थियो नि। मैले यसरी घरलाई देखाएर घरलाई पनि बाई भने अनि त्यसपछि भनेको हामी जानलाई रेडी भयौँ। यहाँ चाहिँ अब जाम ढिलो भइसक्यो भनेर सबैजना गाडीमा चढेर निक्लिनलाई भनेर हतार गरिराख्नु भएको थियो। अनि त्यसपछि म पनि अब गाडीमा चढ्नलाई आँटिरहेको थिएँ। अनि यहाँबाट चाहिँ आज हामी एडिलेड फर्किने प्लानमा हो। अनि त्यही भएर हामी फर्किनुभन्दा अगाडि चाहिँ हामीसँग 3 घन्टा जस्तो टाइम भएकोले गर्दाखेरि चाहिँ हामी एक ठाउँ चाहिँ आज घुम्ने भनेर प्लान गरिरहेको थियौँ। त्यही भएर हामी त्यही ठाउँमा जानको लागि निस्किँदैछौँ। हामी यहाँ आएबाट चाहिँ एकदमै धेरै इन्जोय गरिरहेको थियौँ नि त। अनि मलाई त्यो घरको कस्तो माया लागिरहेको थियो। अनि बाई भनेर चाहिँ हामी हाम्रो अबको डेस्टिनेसनतर्फ लाग्यौँ। बाटोमा यति धेरै राम्रो भ्यूहरू थियो अनि मैले सबै भिडियो गरिरहेको थिएँ। होबर्टको चिसो मौसम अनि यो न्यानो घाम यति रमाइलो भइरहेको थियो हामीलाई। अनि साँच्चै भन्नुपर्दाखेरि मलाई होबर्ट एकदमै मन पर्यो। बाई नेचर एकदमै धेरै नेपाल नै बिर्साउने खालको थियो। कति राम्रो त्यहाँको भ्यूहरू एकदमै मलाई मन परिरहेको थियो। हामी सबैजनालाई एकदमै धेरै मन पर्यो। कतै उकालो पहाड जस्तो अनि फेरि कतै ओह्रालो भएकोले गर्दाखेरि चाहिँ मलाई हाम्रो नेपालको पहाडी एरिया जस्तो लागिरहेको थियो। स्पेसली मलाई चाहिँ कन्यामतिर जस्तो वेदरहरू चिसो अनि पानी पनि मिठो, खानेकुराहरू पनि मिठो भए जस्तो लागेर चाहिँ मलाई एकदमै धेरै कन्यामको याद आइराखेको थियो। होबर्टको सिटी सानो भए पनि एकदमै धेरै सफा अनि राम्रो देखिन्थ्यो, जुन चाहिँ हजुरहरूले यो भिडियोमा पनि देख्न सक्नु नै हुनेछ। घरहरू पनि एकदमै धेरै हेर्नमा सुन्दर अनि बोट बिरुवाहरूले गर्दाखेरि अनि खुल्ला आकाशले गर्दाखेरि एकदमै राम्रो भ्यू देखिरहेको थियो। अनि त्यही भएर मैले सबै भिडियो बनाउँदै थिएँ। तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेको छ थाहा छैन, तर म त्यहीँ भएर मैले त्यो कुरा हेरिराख्न पाउँदाखेरि चाहिँ मलाई कति धेरै राम्रो ठाउँ भन्ने भइरहेको थियो। अनि पर देख्नुहुँदैछ नि हजुरहरूले पहाड, एकदमै धेरै नजिक पहाड देखिन्थ्यो के त्यहाँबाट। अनि ओ माई गड, मलाई नेपाल गएको फिल भइरहेको थियो। साँच्चै भन्नुपर्दा हाम्रो पुरै टिमलाई चाहिँ नेपालमा भएको फिल भइरहेको थियो। अनि मैले त्यहाँ औँलाले देखाइरहेको छु नि, हो त्यो पहाडमा आज हामी त्यहाँ जाने कुरा भएको हो। सो हामी त्यही जाँदैछौँ। त्यहाँ जानको लागि चाहिँ एकदमै धेरै टर्निङको बाटो हुँदै माथि हुँदै हामी पहाडको माथि पुग्नुपर्ने रहेछ। अनि माथि जाँदै गर्दाखेरि चाहिँ हामीलाई यो महसुस भइरहेको थियो माथि अझै धेरै नै चिसो छ। नभन्दै हामी त्यहाँ पुग्दाखेरि त यति धेरै चिसो थियो, केही देखिरहेकै थिएन त्यहाँनिर। पुरै कुहिरो लागेर चिसो बतास चलिरहेको थियो अनि हामी त बाहिर उभिनै नसक्ने भइरहेको थियो। यहाँ हेर्नुहुँदैछ नि हाम्रो आन्टी यस्तो चिसो भएर कुदिराख्नु भएको थियो नि।
यहाँको वेदरको त टुङ्गै नहुने, एकैछिनमा पानी पर्ने एकैछिनमा घाम लाग्ने, तर एकदमै रमाइलो भइरहेको थियो। तर सँगसँगै एकदमै धेरै चिसो पनि भइरहेको थियो। हामीले मजाले फोटो पनि लिएन, तर पनि स्वर्ग आए जस्तो लागिरहेको थियो र तर म भने चिसो थाम्न नसकेर है म त पुरै कामिरहेको थिएँ। अनि जाम अब यहाँबाट हामी यहाँ बस्न सक्दैनौँ भनेर आएर गाडीमा बसेको। मैले त हेरिरहेको छु फ्रीको ब्लस लागिरहेको रहेछ मेरो त नाकमा पुरै रातो भइरहेको अनि हातहरू पुरै रातो भइरहेको। त्यसपछि हामी अलि तल झऱ्यौँ गाडीमा अनि त्यसपछि त्यो डाँडाबाट हल्का एकछिन बसेर भिडियो गरायौँ अनि हामी फर्किन थाल्यौँ, किनभने हाम्रो फ्लाइट थियो 2 बजेको अनि हामी एयरपोर्ट पुग्नुपर्ने थियो। सो भ्यूहरूको फोटो खिच्दै हामीले चाहिँ गाडीमै चटपटे बनाएर खायौँ अनि त्यसपछि पिरो भएर यहाँ बिस्कुट खाँदै हामी देखाइरहेको थियौँ। हामीले बिचबिचमा यसरी गीत गाउँदै एकदमै रमाइलो पनि अनि हामी चाहिँ यसरी नै जिस्किँदै आन्टी अङ्कलसँग गफ गर्दै भिडियोहरू खिच्दै अगाडि लाग्यौँ। अनि हामी जानुपर्ने बाटो चाहिँ हामी मिस्टेकली 2 चोटि एउटै बाटोबाट घुमिरहेको रहेछौँ, हामीलाई थाहा नै भइरहेको थिएन। धन्न हामीसँग इनफ टाइम थियो र हामी हाम्रो फ्लाइटको लागि चाहिँ ढिला भएनौँ। मलाई होबर्टको यो बिल्डिङहरू चाहिँ यहाँ एडिलेडको भन्दा अलिक फरक लाग्यो। मलाई मात्रै त्यस्तो लागेको कि हजुरहरूलाई पनि त्यस्तो लाग्छ? मलाई कस्तो हुन्छ नि अलिक अर्कै राम्रो लागिरहेको थियो अनि त्यही भएर मैले त्यो पनि नछुटाइकन भिडियो गरेँ। अनि हामी चाहिँ खासमा होबर्ट गएको थियौँ 6 जना, म, मेरो साथी अनि दाइ अनि मेरो हस्बेन्ड अनि आन्टी अङ्कल भनेको चाहिँ मेरो साथीको बाबा र मम्मी। उहाँहरूसँग यति धेरै रमाइलो भइरहेको थियो। हामी एउटै फ्यामिली जस्तो छौँ नि त। अनि त्यही भएर हाम्रो 3 दिन कसरी बित्यो हामीलाई थाहा नै भएन। साँच्चै भन्नुपर्दाखेरि यति धेरै रमाइलो भएको थियो नि। अनि हाम्रो भर्खरै यो टुर अझै सकेकै थिएन अनि हामी प्लानिङ गरिरहेको थियौँ नेक्स्ट टाइम अब हामी कहिले जाने होला, यस्तो खालको टाइम कहिले आउँछ होला भनेर। किनभने हामी सबैजनाले चाहिँ यो ट्रिपलाई एकदमै धेरै इन्जोय गऱ्यौँ। चाहिँ यहाँ चाहिँ सुरुमा हामीले रेन्ट गरेको गाडी चाहिँ लगेर त्यो अफिसमा जिम्मा लगाउने अनि त्यसपछि त्यहाँबाट चाहिँ हामीलाई एयरपोर्टमा छोडिदिनको लागि भनेर एउटा भ्यान आएको थियो। सो त्यो भ्यानमा हामी चढेर एयरपोर्ट पुग्यौँ। त्यहाँबाट हामी उत्रिँदैछौँ, अब हामी जान्छौँ एयरपोर्टतर्फ। अनि हामी अलिकति अगाडि नै आइपुगेको थियौँ एयरपोर्ट, ढिलो चाहिँ भएन। अनि हामी गएर एकछिन एयरपोर्टमा बस्यौँ। तर साँच्चै भन्नुपर्दाखेरि एडिलेड भन्दा केही मात्रामा ताजनिया चाहिँ चिसो नै थियो। फ्लाइट डिले भयो अनि हामी बोर्डिङ पास लिएर प्लेन चढ्न जान खोज्दाखेरि त पानी परिरहेको रहेछ। अनि यहाँ मेरो साथी पूजा चाहिँ पानी पर्यो भन्दै दौडिराख्नु भएको थियो। अनि यहाँ हेर्न सक्नुहुन्छ मलाई त अब पानी पर्ने रहेछ भन्ने लागेको है। तर जब प्लेन
उड्न थाल्यो अनि त्यसपछि हेर्दा फेरि वेदर त एकदमै धेरै क्लिन थियो अनि हामी एडिलेड लगभग पुग्न लागेको थियौँ अनि त्यतिखेर मैले कस्तो राम्रो भ्यू देखेँ अनि मेरो साथीले यो भिडियो खिच्नुभयो। ल्यान्ड हुनुभन्दा अगाडि चाहिँ माथि भएर एडिलेड सिटी यस्तो देखिँदै थियो, एकदमै राम्रो। फाइनली 3 दिनपछि हामी एडिलेड पुग्यौँ अनि त्यसपछि हामी हाम्रो उबर बुक गरेर घरतर्फ लाग्यौँ। आन्टीले सबैजना थाकेको छौँ, म खाना बनाउँछु हिँड भन्नुभयो अनि हामी साथीहरूकोमै गएर खानासाना खाएर अनि त्यसपछि घरतर्फ आयौँ। आजको भ्लग यति नै। हजुरहरूलाई मन पर्यो भने लाइक, सेयर अनि सब्सक्राइब गरिदिनु होला।